साउन्ड तथा म्युजिकको व्यवसाय गर्दै आएका युवा व्यवसायी रहिस खानको एकल लगानीमा भैरवा 10औं दीपावली उत्सव गर्न लागेका छन्। विगत 18 वर्षदेखि व्यवसाय गर्दै आएको युनिक साउन्डले 10औं पटक भैरवामा सांस्कृतिक उत्सव गर्न लागेका हुन्। लक्ष्मी पूजाको अवसरमा आपसी सद्भाव, नगरवासीलाई उल्लासमय तिहारको अनुभूति गराउन, संस्कृतिको सम्मान गर्दै स्थानीय कलाकारको प्रवर्धन गर्न कार्यक्रम आयोजना गर्न लागेको बताए। कार्यक्रममा नृत्य लगायतका सांस्कृतिक कार्यक्रमहरू गरिनेछ। यो कार्यक्रम सम्पूर्ण संस्कृतिलाई सम्मान गर्नुपर्छ र आपसी सद्भावको निम्ति स्थानीय कलाकार र प्रतिभा देखाउने अवसरको रूपमा पनि लिनु रहेको छ। विगतमा जस्तै यस वर्ष पनि चर्चित कलाकारहरू राखेको छौँ। सरप्राइजको रूपमा रहेको कलाकारहरू विगत जस्तै हामीले सिधै स्टेजबाट सार्वजनिक गर्नेछौँ। कार्यक्रमको प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले औपचारिक उद्घाटन गर्नुहुन्छ। लगानी हाम्रो भए पनि कार्यक्रमको लागि उद्योग व्यापार संगठन रूपन्देहीले सहजीकरण र समन्वय गरेको छ। प्राय तिहार जस्तो पर्वमा भैरवा सुनसान हुने देखिएपछि यो कार्यक्रम यस वर्ष पनि निरन्तरता दिएको हो। करिब 10 लाख बढीको लगानीमा सम्पूर्ण भैरवाको प्रवर्धन गर्न कार्यक्रमको आयोजना गरेको। स्थानीय सिद्धार्थनगर 3 निवासी खान व्यावसायिक प्रतिष्ठान मार्फत विगतका वर्षहरू जस्तै यस वर्ष राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ। कार्तिक 3 गते मिलन चोकमा साँझ 6 बजेदेखि कार्यक्रमको तयारी हुँदैछ। मैत्री पथ मिलन चोकदेखि विद्रोही चोकसम्म सडक नै झिलिमिली गर्ने नृत्य, गायन लगायतका सांस्कृतिक कार्यक्रमहरू सो अवसरमा गरिनेछ। यो कार्यक्रम सम्पूर्ण संस्कृतिलाई सम्मान गर्नुपर्छ र आपसी सद्भावको निम्ति स्थानीय कलाकार र प्रतिभा देखाउने अवसर पनि रहेको खानले भने। प्राय तिहार जस्तो पर्वमा भैरवा सुनसान हुने देखिएपछि यस वर्ष पनि निरन्तरता दिएको हो। स्थानीय कलाकारको प्रवर्धन गर्न यो कार्यक्रम गर्दै आएको छु। एकल लगानीमा 9वटा फेस्टिभल सफलतापूर्वक सम्पन्न गरी 10औं पटक यो कार्यक्रम भैरवमा आयोजना गर्न लागेको यहाँहरूको साथको अपेक्षा गर्दछु। कार्यक्रममा सहजीकरणको भूमिका चेम्बर अफ कमर्स रूपन्देहीले गरेको छ। संस्थाका अध्यक्ष सचिन रोक्काले सुरक्षा र प्रशासनिक काममा सहयोग गर्दै आएको बताए। सबै आयोजना गर्ने हाम्रो युनिक साउन्डले नै गर्नुहुनेछ। विगतदेखि नै त्यही नै गर्दै आइएको छ। यसमा प्राविधिक सबै चिज उहाँलाई नै थाहा हुन्छ भने उहाँले नै सबै समन्वय गर्नुहुन्छ भने हामी चेम्बर अफ कमर्सले चाहिँ प्रशासनिक लगायत चाहिँ स्वीकृति लगायत चाहिँ हेर्ने सुरक्षा लगायतका कुराहरू हामी हेरिदिरहेका हुन्छौँ। यो विशेष त लक्ष्मी पूजाको दिनमा चाहिँ हिन्दूहरूको संस्कृति, चाड पर्व झल्काउने गरी हाम्रो यस कार्यक्रममा सबैले चाहिँ रमाइलो साथ मनाउन्, सबै हर्षोल्लास साथ आफ्नो चाडपर्वलाई चाहिँ बिताउन् भन्ने चाहिँ उद्देश्यका साथ एक दिन रमाइलो गर्नलाई हामीले यो कार्यक्रम गरेर हुन्छौँ। यसमा त्यस लगत्तै फेरि हामी यसपछि हामी महोत्सव पनि गर्ने तयारीमा छौँ। महोत्सव पनि पुनः हामी चाँडैभन्दा चाँडै नै हामी पत्रकार सम्मेलन गर्ने तयारीमा छौँ। पुनः जानकारी पनि आउनेछ। त्यसभन्दा पहिला भनौँ यो हाम्रो प्री तयारी एउटा यो रमाइलो गर्ने क्षण पनि हो र चाडपर्व मनाउने बेला पनि हो। यो महोत्सवले स्थानीयले मनोरञ्जन पाउनुका साथै र केही भए पनि आर्थिक चलायमान हुन्छ भन्ने अपेक्षा छ। 50,000 दर्शक आउने अपेक्षाका साथ साँझ 6 बजेबाट राति 12 बजेसम्म कार्यक्रम गरिने गरी तयारी गरिएको छ। कार्यक्रम अवलोकनका लागि भैरवा मात्र नभई छिमेकी जिल्ला र भारतबाट पनि दर्शकहरू आउने गर्छन्। भैरवाबाट दैनिक लुम्बिनी कर्मी मोहम्मद हबीबको रिपोर्ट।